एभ्रिवान, दर्शना नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ त्यस्तो कन्टेन्ट त केही पनि छैन हैन, तर पनि भिडियो बनाउन मन लाग्यो। अनि मैले चाहिँ हिजो चाहिँ यो घामलाई क्या कति बेला रातो हुन्छ, त्यो एउटा रातो घाम हुन्छ नि त। अनि त्यो घामलाई चाहिँ हाम्रो गाउँतिर चाहिँ स्याउरेले ताप्ने घाम भन्थ्यो क्या, लाइक भुट। स्याउरे मतलब भुट, हाम्रो गाउँघरतिर चाहिँ स्याउरे भन्छ क्या त्यसलाई। अनि त्यो कति बेला हुन्छ भनेर चाहिँ म हेर्दै थिएँ, तर भएन। हिजो मैले फोटो खिच्ने भन्दाखेरि चाहिँ भएन। अनि फेरि मलाई एउटा कुराले धोका दिएको थियो, यो चाहिँ भाउजूलाई लिन जाने बाहना हो कि, तर मेरो चाहना भनेको चाहिँ मेरो टार्गेट भनेको चाहिँ छुट्टै थियो। हो यहाँनिर घाँसै घाँस छ नि त, घाँसमा फुल छ। अनि हो यहाँ चाहिँ म फोटो खिच्छु भनेर आएको खासमा, तर यहाँ त घाँस काटिदिइसक्नु भएछ। यो त्यही पनि म खिचेरै छोड्नेछु अहिले होइन। उतादेखि भाउजूहरू आउन लागिसक्छ, अनि त्यही भाउजूहरूलाई क्यामराम्यान बनाएर म फोटो खिच्छु। तर हावाले मेरो भोइस केही पनि सुनेको छैन होला, तर यो घाँस छर्ने मान्छेले देख्नुपर्छ, मार्नुहुन्छ अहिले। कति राम्रो छ है। मलाई चाहिँ मेरो मुवाले चाहिँ कराउँदै भइसक्यो कि अघि नै आउने हो भाउजूहरू चाहिँ, त चाहिँ अहिलेसम्म फोन हेर्दै बस भनिदिन्थ्यो। अनि के गर्नु हजुर, गाली पनि मिठो, माया पनि मिठो, मुवाकै हुने रहेछ होइन। तपाईँहरूलाई चाहिँ के लाग्छ? मलाई चाहिँ त्यस्तो लाग्छ है, गाली ताली सबै मिठो, मुवाको चाहिँ। अनि म चाहिँ भर्खर जाँदैछु, ओ बल खेल्दै रहेछु त्यहाँ चाहिँ। अनि होइन अस्ति चाहिँ यहाँनिर चटपटे थियो, खासमा म चटपटे पनि खाने भनेर आएको थिएँ। आज त चटपटे छैन, दुःख लाग्यो मलाई। चटपटे कहाँ जानुभएछ चटपटे आन्टी? अनि अस्ति चाहिँ मिठो भएको थियो, म खाएको थिएँ क्या। अनि चटपटे फेरि यस्तो छ नि त, बजार जस्तो छैन यहाँ चाहिँ। अलि चटपटे खाना पनि केही खाना पनि अलि टाढा जानुपर्छ, त परै चोक गोकली चोकै पुग्नुपर्छ क्या। अनि त्यही भएर यहाँ त जानु भएछ। गाह्रो छ, गाह्रो। चटपटे खान्छु भनेर त्यहाँ फोटो खिच्छु भनेर निस्केको हो, तर आज चाहिँ खासमा यो मुवा रिसाइस्यो भने क्या कहिल्यै राम्रो हुँदैन, साँच्ची हो। यदि मुवाको मन दुख्यो, मुवा रिसाएको दिन चाहिँ कहीँ हिँड्यो भने पनि मलाई त्यो कुरा चाहिँ सक्सेस भयो हुन्न क्या। अनि त्यो चटपटे खाने नि भएन, चटपटे आन्टी नै हुनुहुन्न अब, अनि त्यो पनि भएन। आज त गाली खाएर मेरो पेट अगाएको छ, म भात पनि खान्न होला। घरमा चाहिँ होइन 5 घन्टा काम गरे पनि 5 मिनट मात्र फोन हेर्नुपर्छ, त्यति बेला पनि गाली खाने हो कि फोन मात्र हेर्छ भनेर। कसोमा छ हौ यस्तो समस्या चाहिँ, को छ गाइस यस्तो अन्यायमा परेको भन्नुहोस् ल। सँगै मिलेर अब न्याय खोज्नु जानुपर्छ। न्याय नपाए कहाँ जानु भन्छ नि, गोर्खा जानु भन्छ नि। अब हाम्रो गोर्खा जानुपर्छ होला न्याय खोज्न चाहिँ। यसरी फ्यामिलीले हामीलाई हेर्छ भन्नु कि त्यो चाहिँ होइन, तर काम चाहिँ गर्नुपर्छ, फेरि हेल्प चाहिँ गर्नुपर्छ। म आजभोलि त्यही बिजी छु। अब भाउजू आउन लागिसक्छ आज, अब चाहिँ अलि सजिलो हुन्छ नानी हेर्ने बस्ने। म चाहिँ पुगेँ ठ्याक्कै, यहीँनिर हो मेरो भाउजूलाई ल्याउने ठाउँ चाहिँ। अब कति बेला हो आउने त्यहाँहरू, कति बेला हो जाने। यही हो चोक चाहिँ, यो चाहिँ बरबदा चोक हो। म चाहिँ यहाँ छु, मेरो भाउजूहरू चाहिँ आइपुग्नु भयो पारि त्यो गाडीमा। यही गाडी होला, आइपुग्नु भयो। म चाहिँ जान्छु अब। चुप्पा गर चुप्पा को आयो को? बाई गरिदियो, बाई गरिदियो।
अब यहीँ रोक्दै ए टिभी बोकेर आउनु भएको रहेछ आयो महारानी बिचरा चार बाजा यो दुईवटा म बोक्ने हो लाउरिनी भएर आउनु भएको छ टिभी सिभी बोकेर गरे हिँड टाटे टाटे बोमिट भयो हर्षलाई हर्ष हे अब चाहिँ हामी घरतिर लाग्यो म अस्ति रोल्पादेखि आएकोदेखि एउटा पनि भिडियो बनाएको छैन उहाँ नभएर हो साना ठ्याक्क अघि म फोटो खिच्छु भनेको ठाउँ चाहिँ आइपुगे आयो तर मलाई जिताएको छ कि यहाँ फोटो खिचौँ भाउजू यहीँनिर हौ अनि त्यही यहाँ जाने अलिपुरबाट जाने अलिपुरदेखि खिचौँला न मलाई राम्रो लाग्यो स्पेसल्ली पाहुनाले चाहिँ काफल ल्याउनु भएको थियो तर आफू एक्लै खाना लगाइदिएछ मिठो रहेछ बिग्रेर हुन्छ म त बिग्रियो मिठो रहेछ आउनुहोस् आउनुहोस् हजुरहरूसँगै खाने भनेर राखेको छौँ है हामी चाहिँ कोसेली चाहिँ मिठो कोसेली आएछ मुवा यहाँ आइस्यो कहाँ माथि जङ्गलमा गएर टिपिस आयो तपाईँले के त म एक्लै भयो भने मलाई बोल्ने कन्फिडेन्स नै आन्न क्या साँच्ची हो एउटा कन्फिडेन्स भन्ने कुरा छैन ममा उहाँसँग भएपछि फेरि म जति नै बोल्न सक्छु साथीहरूको बिचमा त्यो लाइक पब्लिकमा क्या एक्लै म भ्लग बनाइरहेको छु भने फेरि म सक्दिनँ के पागल जस्तो बोलासी भन्छ होला जस्तो लाग्छ लु यति नै हो आजको भिडियो चाहिँ छोटो अनि मिठो अब आउँदै गर्ने छ अब हामी अर्को भ्लगमा भेट्नेछौँ टाटा बाई बाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला यति नै भन्न चाहन्छु बाई बाई गरिदियो साना बाई 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 नानीको मिठो चुप्पासँगै हामी भिडियो यही अन्त्य गर्न चाहन्छौँ हस्त धन्यवाद।